हार्दिक धन्यवाद। मैले सम्बोधनलाई एकैचोटि नै गरेँ। यहाँ उपस्थित सम्पूर्ण यहाँहरूमा मेरो तर्फबाट र राम लक्ष्मण इनोभेसन्स डिजिटल एड्रेसिङ यो कता होको तर्फबाट हार्दिक यहाँहरूलाई धेरै नमस्कार गर्न चाहन्छु। म सुरुवातै गरिहाल्छु। यो कता हो, यहाँहरूले कता हो देख्नु भएको छ, यो यतापट्टि क्वेसन मार्क चाहिँ अगाडि छ। हामीले यो लोगो, मैले लोगोमै म स्टार्ट गर्छु। त्यो लोगो चाहिँ धेरै मान्छेले फोन गर्दाखेरि सबभन्दा पहिलो क्वेसन मान्छेको हुन्छ कता हो, तपाईँ कता हो भनेर सोधिन्छ, जुन चाहिँ त्यो उत्तर नपाएर सोधेको हो। अनि हामीले चाहिँ त्यो क्वेसन मार्कलाई अगाडि राख्दियौँ कि त्यो भएपछि अब यसको उत्तर होस् भनेर हामीले यो कता होको क्वेसन मार्कै जस्तो हो कता हो। अर्को लोगोमा यसको कम्बिनेसन छ, इनोभेसनको लोगो पनि हो। यो इनोभेसनको लोगो पनि यो हो र सँगसँगै यो चाहिँ लोकेसनको लोगो हो। र यो कता भने चाहिँ के हो भने एउटा इनोभेसन हो, यो लोकेसन पिन पोइन्टिङ कहाँ हो भनेर दिने एउटा कम्पनी हो र यो उत्तर हो। यो चाहिँ यो मैले कता होको बारेमा यति भने। त्यसपछि यो किन गराउन पर्यो भन्ने विषयमा चाहिँ मैले यो करेन्ट इस्युको विषयमा कुरा गर्छु। यो इस्यु चाहिँ हाम्रो नेपालमा यो अहिले स्थानीय तहहरू छन् 753 स्थानीय तहमध्ये कैयौँ स्थानीय तहको नाम एक्ज्याक्टली सेम नाम चाहिँ 4 ठाउँमा दोहोरिएको छ। अब दोहोरिएको नभनौँ, चौबर भएको छ भनौँ त्यसलाई। अनि 3टा नाउँ भएको पनि कैयौँ छन्, 2टा नाउँ भएको त कतिपय पालिकाहरू छन्। यसले गर्दा हामीलाई जस्तो बागमती पालिका जहाँसम्म लाग्छ यहाँ नै रिलेट गर्छ जस्तो लाग्छ, त्यो 3 ठाउँमा छ। अब मध्य प्रदेशमा पनि पर्छ जस्तो लाग्छ एउटा। भनेको यो कहाँ भनेर बागमती पालिकामा वडा नम्बर यति भन्दाखेरि चाहिँ त्यो वडाको र त्यो बागमती पालिकाको चाहिँ जिल्ला नभनेसम्म मान्छेले पत्ता लगाउन सक्दैन, त्यो त्यति गाह्रो छ। त्यस्तै अब हामीसँग यो ठेगाना, हामी अब ठेगानाको कुरा गर्दैछौँ। अहिलेको इस्यु हामीले भनौँ के ठाउँमा ठेगाना प्लेटहरू राखेका छौँ हामीले। अब कुनै घरमा त 3-4वटा पनि छ कि ठेगाना प्लेटहरू। तर यस्तो ठेगाना प्लेट छ कि यो कुन चाहिँ ठेगाना प्लेट हो, कुन चाहिँ के को प्लेट हो, र त्यो ठेगाना प्लेट राखिएको मात्रै छ, त्यहाँ पुग्न हामी सक्ने अवस्था भएको छैन। यसरी 2-3 4वटा चाहिँ ठेगाना प्लेट राखिएको छ। र एक ठाउँमा यो हामीले यो वडा मार्ग भनेर लेखिया छ यहाँनिर, यो काठमाडौँ महानगरपालिका वडा नम्बर 20 हो। 20 को हामी अस्ति वडामा गएको थियौँ। मैले ठ्याक्कै घरमा देखेर यो घरमा मैले यो वडा मार्गको चाहिँ एउटा घरको फोटो खिचेको। यो मैले रातो चिनो लगाएको, यहाँहरूले हेर्नुहुन्छ त्यो रातो चिनो लगाएको ठाउँहरू हरेक ठाउँमा नम्बर लेखेको कि त्यो कसैले जनसङ्ख्याको नम्बर लेखेको छ, कोही गएर खानेपानीको नम्बर, बिजुलीको नम्बर पनि छ त्यहाँनिर एउटा होइन। अब त्यो विभिन्न नम्बर छ, तर घर नम्बर पनि छ नि त। आजभन्दा 20 वर्ष अगाडि घर नम्बर जोडेको हो त्यो निलो पातामा वडा मार्ग 173 लेखेको घर नम्बर हो। तर त्यो घर नम्बरले चाहिँ सपोर्ट गरेन होइन, त्यो घर नम्बरले चाहिँ सपोर्ट गरेन। त्यस कारणले गर्दाखेरि विभिन्न नम्बरहरू लेख्न पर्ने अवस्था भयो। त्यसरी हामीसँग अब यो यही ठेगाना प्रणालीमै हामीले चाहिँ कुरा गर्दाखेरि टङ ट्विस्टिङ चाहिँ नामहरू आउँछ। अनि हामी अहिले डिजिटल भनिरहेका छौँ। यो डिजिटल जुन युग छ, डिजिटलमा चाहिँ हामीसँग नक्साहरू विभिन्न छ। जुन नक्सामा हामीले एउटा नक्सामा हामी डेटा हाल्छौँ, अर्को नक्सामा खोज्छौँ। अब त्यो डेटाको नक्सा के अरे नक्सामा हालेको डेटा त फेरि हाम्रो पनि होइन, त्यो नक्सावालाले लान्छ होइन। त्यो भएर हामीलाई यस्तो सिस्टम चाहियो जुन चाहिँ त्यो नक्साभन्दा नि तलको चाहिँ हामीलाई त्यसको प्रणाली चाहियो भनेर हाम्रो कन्सेप्ट चाहिँ नि त्यो हो। र अहिले गुगलले दिने रिभर्स जियो कोडिङमा पनि एउटा चाहिँ के छ भनेदेखि जस्तो लोकेसन कहाँ भन्दाखेरि उसले लोकेसन एउटा रिभर्स जियो कोड नाउँ दिन्छ। यो फलानु लोकेसन टुँडिखेल भन्यो भने टुँडिखेल त्यत्रो ठुलो टुक्रोको टुँडिखेललाई जम्मा चाहिँ 2टा भागमा सैनिक टुँडिखेल र टुँडिखेल जम्मा 2टा भागमा चाहिँ निकालेको छ। अब हाम्रो सोलुसन यो डिजिटल एड्रेसिङ सोलुसन यो चाहिँ किन हामीले बनाउनु पर्यो त भन्दाखेरि यो सबै समस्या देखेर चाहिँ हामीले डिजिटल ठेगाना प्रणाली बनायौँ। यसको लक्ष्य भनेकै यो चाहिँ अफलाइनमा हामी लोकेसन खोज्न सक्ने, अफलाइनमा हामीलाई चाहिँ कुन पिन पोइन्टिङ हो खोज्न सक्ने नै हाम्रो एउटा स्पेसियालिटी यो हो। र यो कारणले गर्दाखेरि हामीले बाहिर पनि यसलाई स्केल गर्न सकेका छौँ। र यसलाई लोकल ल्याङ्ग्वेज जस्तो अहिले सरले भन्नुभयो, योजना आएको सरले भन्नुभयो यो ल्याङ्ग्वेज चाहिँ नि एउटा हाम्रो मिडियम मात्रै हो। अनि अब हामीलाई डेटा भनौँ न त्यस्तो चाहिँ प्लेटफर्म चलाउन अथवा त्यो गर्नलाई हामीलाई ल्याङ्ग्वेज चाहिने हुन्छ। तर त्यो सँगसँगै हामीलाई लोकल कुराहरू पनि सर्टेन कुराहरू चाहिन्छ, जुन चाहिँ हामी एकदम लोकल वर्डलाई प्रयोग गरेर एकदम सिम्पल जोसुकै मान्छेले पनि हाम्रो चाहिँ गाउँठाउँबाट पनि यो कुराहरू गर्न सक्नुहोस्, त्यसरी चाहिँ डेभलप गरेका छौँ। त्यसपछि यो युनिक छ, देशभरि एउटा एड्रेस र अर्को एड्रेस जोडिँदैन। जुन अघि हाम्रो एउटै पालिकाको नामहरू धेरै ठाउँमा दोहोरिएर जुन समस्या आयो त्यो समस्या यसमा आउँदैन। र त्यो
हामीले चाहिँ यसरी ठेगाना प्लेट चाहिँ हाम्रो एउटा नमुना यो अहिले काठमाडौँ महानगरपालिकाले चाहिँ यो नमुनालाई अप्रुभ गरेको छ। हामीले वडा नम्बर 26 मा हामीले काम सुरु गर्दैछौँ। अरू पनि केही पालिका अहिले 25वटा जति पालिकामा हामीले काम गरिरहेका छौँ। अहिले हामीले यस्तो प्लेटको नमुना बनाएको छौँ जुन चाहिँ त्यो घर नम्बर भनेपछि अथवा घरको एड्रेस भनेपछि चाहिँ कमसेकम घर जस्तै टाइपको देखियो भने चाहिँ त्यो चाहिँ घरको एड्रेस भन्ने बुझुन् मान्छेले भनेर हामीले यो बनाएको, किनभने धेरै थरी प्लेटहरू हामीले युज गरेका छौँ। यसको अर्को मुख्य उद्देश्य भने चाहिँ हामीले एउटा यसलाई केआइडी एउटा प्रोभाइड गर्छौँ। जस्तो यो केआइडी चाहिँ यो सबै काम चाहिँ यो जुन अघि 10 ठाउँमा 6 ठाउँमा लेखिएको चाहिँ जुन नम्बरको काम चाहिँ यो एउटै केआइडीले गर्छ। युनिफर्म एउटै चाहिँ युनिक आइडी हुन्छ। त्यसपछि त्यो आइडीले चाहिँ लोकेसन नि पत्ता लगाउँछ। खानेपानीको आइडी चाहिँ मेरो 09 फलानु फलानु नम्बर भनेर भन्यो भनेदेखि त्यो नम्बर बिजुलीमा नि त्यही हुनसक्छ, फोहोर व्यवस्थापन गर्नेले नि त्यही गर्न सक्छ र त्यो नम्बर हालेको भरमा चाहिँ त्यो लोकेसनमा अफलाइनमा पुग्न सकिन्छ, अनलाइन पनि चाहिँदैन त्यसलाई। हामीले त्यस्तो त्यो लेभलको एल्गोरिदम डेभलप गरेका छौँ। र त्यसपछि यो सिस्टमसँगै चाहिँ हामीले एउटा इमर्जेन्सी रेस्पोन्स कन्सोल भनेर हामीले एउटा डिजाइन गरेका छौँ र अहिले धेरै पालिकाहरूमा हामीले काम सुरु गरेका छौँ, त्यो राखेका छौँ। त्यसले चाहिँ के गर्छ भन्दाखेरि हामीले यो एप्लिकेसन चाहिँ जेनरल पब्लिकलाई र गभर्मेन्टलाई हामीले सधैँ फ्री दिन्छौँ भनेको छौँ, निःशुल्क दिन्छौँ भनेको छौँ। हामीले त्यो लिखित रूपमै दिएको छौँ र यसमा डेटा प्राइभेसीको इस्युमा पनि हामीले बेसिक इन्फर्मेसन हामीले मोबाइल नम्बर र एउटा इमेल एड्रेस मात्रै यसमा लिएको छौँ। जुन चाहिँ किन भन्दाखेरि कोही मान्छेलाई समस्या पऱ्यो केही पऱ्यो, जस्तो म यहाँ मध्य प्रदेश आएँ, यो कुन चाहिँ पालिका पर्छ मलाई थाहा छैन, तर मलाई समस्या पऱ्यो भने मैले त्यो कतावा एपबाट मैले चाहिँ अलर्ट गरेँ भनेदेखि नगरपालिकामा पुग्छ र नगरपालिकामा मेरो नाम देखिन्छ, त्यहाँनिर म कुन लोकेसनमा छु भन्ने कुरा देखिन सक्छ। र यो काम गर्नलाई धेरै समय लाग्दैन। अब हामीलाई यो यदि मध्य प्रदेशमा इनिसिएसन गर्ने र त्यो गर्ने हो भनेदेखि हामी यो असारसम्ममा नै हामी यसलाई चाहिँ डेटा कलेक्सन गरेर यसलाई होल डिजिटाइज गर्न सक्ने अवस्था गर्न सक्छौँ हामीलाई। र नेपाल सरकारले हामीलाई यसको अनुमति पनि दिइसकेको छ। यो नेपालीमा बनेको कोड छ, त्यो कोडलाई प्रयोग गर्ने अनुमति त्यो भर्खरै हो, धेरै टाइम भएको छैन, 3 महिना 4 महिना जस्तो भयो हामीले त्यो अनुमति पाएको छौँ। त्यस्तै यो हामी बेस चाहिँ हामी यो लिगल फ्रेमवर्क चाहिँ हामीले यो हुलाक वस्तु वितरणको लागि गुगल प्लस कोड भन्ने त्यसमा रहेर बनाएको छौँ, लिगली यो एप्रुभ छ। र सँगै यो वर्ष चाहिँ हामीले यो ग्लोबल एउटा अवार्ड पायौँ हामीले, वर्ल्ड समिट अवार्ड। यसले चाहिँ हामीलाई ग्लोबल रेकग्निसन गर्न चाहिँ सहज पार्यो र विभिन्न ठाउँमा हामीले यसलाई स्टार्ट गरेका छौँ। हाम्रो ग्लोबल रोल आउट पनि सुरु भएको छ। अहिले हामी सोमालिया, इन्डियाको भोपालमा पनि मेरो एउटा पहिलो चरणको मिटिङ बसेको छ, त्यहाँ पनि ठेगानाको धेरै ठुलै समस्या रहेछ। र जापानमा हामीले अर्को सुरु गरेका छौँ र युगान्डामा पनि अहिले भर्खर हिजो आज कुरा भइराखेको छ। अब यति नै भने मैले टाइम म सकेसम्म म धेरै लिन्न, मेरो पनि सकाइहालेँ, यति नै भयो। मेरो यसमा चाहिँ नि क्युआर स्क्यानर गरेर चाहिँ यहाँहरूले एड्रेस पनि लिन सक्नुहुन्छ र अहिले हामी बाहिरपट्टि पनि छौँ, यसको विषयमा चाहिँ हामी छलफल पनि गर्न सक्छौँ। हस्, धन्यवाद, नमस्कार। र यो प्लेटफर्मको लागि मैले यो डिजिटल मधेसलाई म धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद।